जीवनमा हाम्रो जीवनमा समस्या, दुःख, कठिनाइहरू होइन, डर अनि कता कता त्यो निराशपनहरू किन आउँछ थाहा छ? हामीहरू परमेश्वरको उपस्थितिबाट टाढा छौँ क्या त्यो समयमा। अनि परमेश्वरले भन्नुहुन्छ होइन, उहाँको वचनमा हामीले हेऱ्यौँ भने व्यवस्थाको 6मा हामीले पढ्यो भने चाहिँ निधारमा लेखेर, हातमा लेखेर, त्यसलाई चाहिँ पाखुरामा लेखेर, उठ्दाखेरि, बस्दाखेरि, हिँड्दाखेरि तिनको चर्चा गर होइन, ढोकाको चौकसतिर, भित्तातिर जताततै परमेश्वरको वचन लेखेर राख होइन, हृदयमा वचन, जताततै वचनमा हामी ध्यान उहाँमा हुनुपर्थ्यो। तर हामीहरू कता 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 आफ्नो तरिकामा हराउँछौँ। प्रार्थना गर्न हामीलाई मन लाग्दैन, वचन अध्ययन गर्न, वचन पढ्न हामीलाई मन लाग्दैन, कति कुराहरू हाम्रो हृदयभित्र मनदेखि दिँदैन क्या होइन। अनि त्यो नदिएको चाहिँ किन भन्दाखेरि परमेश्वरको नजिक भएको चाहिँ अर्को आत्मालाई मन पर्दैन। परमेश्वरको आत्माले भन्नुहुन्छ वचन पढ, प्रार्थना गर होइन, प्रार्थनामा समय बिताऊ। तर अर्को आत्माले भन्छ कहाँ हुन्छ त्यो, आफ्नो काम गर्नु पऱ्यो नि भन्ने हुन्छ होइन। अनि यता काम बित्यो, ला के भयो कसो भयो, यता के भइदिने अलमल, त्यत्तिकै अलमल भइदिएको हुन्छ क्या हाम्रो जीवनमा। तपाईँहरू सबैलाई सायद कति कुराहरू महसुस होला यो विषयमा है। मलाई पनि त्यस्तै हुन्छ। कति कुराहरू प्रार्थना गर्नलाई बस्छु भनेर सोचेको हुन्छ एक मनले, अनि अर्को मनले चाहिँ ला त्यो काम बितिसक्यो, कहिले गर्ने होला काम त, ओहो ला भनेर त्यत्तिकै यताउति गर्दाखेरि समय बितिसकेको हुन्छ क्या। तर हामी प्रार्थनामा बस्नै सक्दैन। अनि त्यो चाहिँ के हो भने अलमलको आत्मा हो क्या त्यो चाहिँ है। येशूको नाउँमा त्यो रद्द गर्दै हामी चाहिँ यस्ता बाधाहरू भनेर त्यसलाई रद्द गरेर हामी चाहिँ बरु जबरजस्ती भए पनि बसिहाल्नु पऱ्यो क्या। जसरी हामीले होइन खानेकुराहरू खाँदाखेरि, जस्तै अहिले नखाने भनेर हामी बस्यो भने के हुन्छ, हामीलाई भोक लाग्छ। अनि कति कुराहरू चाहिँ हामीले आफैले पनि मिलाउनु पर्ने हुन्छ। जस्तै खानेकुराहरू खानालाई पनि होइन, जतिसुकै व्यस्त समय भयो भने पनि हामीले खाना खान छोडेको छौँ त छैन है। खाना खानलाई हामी जसरी हुन्छ जति व्यस्त भए पनि हामी खाना चाहिँ खाएरै छाड्छौँ। हो, त्यसरी नै हामीले परमेश्वरको वचनलाई भने जस्तो सुकै परिस्थिति भए पनि उहाँको नजिक हुने काम हामीले गर्नु पर्ने हुन्छ। अनि अर्को कुरा, हामी होइन जस्तो सुकै व्यस्त त्यो हुन्छ नि होइन, जतिसुकै व्यस्त भए पनि, जेसुकै होइन, जस्तो सुकै समस्या भए तापनि हामी अब टोइलेटतिर जानु पऱ्यो भने होइन, दिसा पिसाब गर्नु पऱ्यो भने पनि हामी जस्तो सुकै कामहरूलाई छोडेर भए पनि त्यहाँ हामी जान्छौँ क्या होइन। हो, त्यसरी नै हाम्रो परमेश्वरलाई पनि हामीले समय दिउँ न। के हुँदो रहेछ जाँचेर हेरौँ न होइन। बाइबलमा हेऱ्यो भने कति धेरै व्यक्तिहरूले परमेश्वरलाई जाँचेर हेरेका छन्। गिदोनले परमेश्वरलाई जाँचेको छ, मोसाले परमेश्वरलाई जाँचेको छ होइन। कतिजना व्यक्तिहरूले परमेश्वरलाई जाँचेको छ कि के हो होइन। त्यसरी हाम्रो परमेश्वर चाहिँ हामीलाई सहायता गर्ने परमेश्वर, हाम्रो गुहार सुन्नुहुने। जब हामी हृदयदेखि उहाँमा गुहार गर्छौँ, रुन्छौँ, हाम्रो चित्कार, हाम्रो हृदय उहाँले बुझ्नुहुन्छ अनि जवाफ दिनुहुन्छ। हाम्रो हरेक समस्या, हरेक परिस्थितिहरूले उहाँले चाहिँ के गर्नुहुन्छ, सब कुरा रद्द गरेर हामीलाई त्यो अवस्थाहरूबाट चाहिँ हामीलाई विजय दिनुहुन्छ। त्यसैले आफ्नो समस्या उहाँलाई राखौँ र आफ्नो हृदयभित्र परमेश्वरको वचनलाई हामीले राख्ने कोसिस गरौँ आजबाट नै है। वचनले भन्छ तेरो नजरबाट त्यो उम्किन नदे है, तेरो ओठबाट त्यो नहटोस्। हेर्नु त कति राम्रो कुराहरू छ कि हामीले कहिले बाइबल हेऱ्यौँ? बाइबल हेर्ने मौका छ तपाईँलाई, समय छ तपाईँलाई? यदि त्यस्तो हो भने आज नै तपाईँले त्यो योजना बनाउनुहोस् क्या। कतिखेर वचन पढ्ने समय राख्ने हो होइन, कतिखेर तपाईँ प्रार्थनामा समय बिताउने हो होइन, कतिखेर आफ्नो काम गर्ने हो, कतिखेर आफ्नो परिवारसँग बोल्ने हो, कतिखेर आफ्नो साथीहरूसँग बोल्ने हो होइन, कतिखेर चाहिँ तपाईँ कुन कुरामा के गर्ने, सबै कुराको समय बनाउनुहोस्। अनि त्यो अनुसार आफ्नो परमेश्वरको नजिक रहनुहोस्। सबै कुरा तपाईँले उहाँमा रहेर प्राप्त गर्न सक्नुहुन्छ। अनि येशूले भन्नुभएको छ मत्ती 6:33 है, उहाँको धार्मिकता र उहाँको राज्यको खोजी गर, त्यस पछाडि सबै कुराहरू तिमीहरूलाई थपिनेछ भन्नुभएको छ। तपाईँले के कुराको खाँचो छ त्यो हामी
मैले जान्दैन अनि मलाई पनि कति कुरा मलाई खाँचो भएको चिजहरू नि मलाई कति समय थाहा नहुनसक्छ होइन। तर खाँचो ठ्याक्कै खाँचै परिसकेको बेला चाहिँ ला मलाई यो चाहिएको थियो भन्ने हामीलाई लाग्न सक्छ क्या। ला यतिखेर चाहिँ यो चाहिएको थियो, अब ला कसरी के गर्ने होला, कसरी जुटाउने होला अथवा के गर्ने, यसलाई चाहिँ के गर्ने भन्ने हाम्रो मनमा आउन सक्छ क्या। तर त्यतिखेर चाहिँ त्यो थोकलाई होइन क्या, त्यो थोकलाई होइन, परमेश्वरको वचनलाई चाहिँ हामीले याद गर्नुपर्ने हुँदो रहेछ। अनि परमेश्वरको नजिक रहँदाखेरि चाहिँ विशेष कुरा चाहिँ परमेश्वरको नजिक रहनु नै महत्त्वपूर्ण कुराहरू छ। जब तपाईँ कष्ट र दुःख भएर जाँदै गर्दाखेरि निराश हुन्छ होइन, हाम्रो जीवनमा यति धेरै निराश हामीमा आइपरिराखेको हुन्छ नि। अनि त्यतिखेर चाहिँ त्यो परिस्थितिमा चाहिँ तपाईँ र मैले बुझ्नु पऱ्यो कि ओहो मलाई यति धेरै निराश आज किन आयो। दुःख कष्ट पीर व्यथा असफलता बिमार रोगी होइन ऋण सबै कुराको भारी नै मलाई नै किन हुन्छ हौ भन्ने तपाईँलाई लाग्न सक्छ। त्यतिखेर तपाईँ बुझ्नु कि परमेश्वरभन्दा हामी अलि टाढा छौँ क्या। प्रभुभन्दा हामी टाढा हुँदाखेरि हामी सबै समस्याहरूले चाहिँ हामीलाई थिच्चिँदै त्यो लादिँदै जान्छ क्या है। समस्या ठुलो पहाड बन्न सक्छ हाम्रो, तर त्यो भन्दा चाहिँ हाम्रो परमेश्वर नै महान हुनुहुन्छ है। यूहन्ना पहिलो यूहन्नाको पुस्तकले भन्दछ संसारमा हुने भन्दा है हामीभित्र हुनुहुने चाहिँ महान हुनुहुन्छ। त्यसैले हामीभित्र रहनुभएको परमेश्वर चाहिँ महान हुनुहुन्छ। त्यसैले चिन्ता नगर्नुहोस्, आफ्नो परमेश्वरको नजिक रहनुहोस् भन्न चाहन्छु।